केही नभएको मान्छे दुःख गरिबको मात्रै बसेको छैन, धनी आएर बसेको छैन र खानी बस्ने व्यवस्था बालबच्चाको जीविका पढाइ स्कुल पनि हालेका थियौँ, त्यो पनि हाम्रो यहाँबाट छोडेपछि उठाएपछि पकाउने सामान भाडा नतबुन्ने हुन्छ भने खोलाले लगेर पनि गएर कुनै संस्थाहरूले हामीलाई प्रयोग गरेको र त्यो पनि अहिले उठाएर उसले डोलर तुरुन्तै लाउँछ भने जान्छ। त उसलाई पनि कानुनको बाटोले समाउनु पर्यो, गरिबीलाई यस्तो गर्नु हुँदैन भन्ने त्यसलाई पनि न्याय चाहियो। अब कुनै ठाउँ दिएर राम्रो खानी बस्ने हामीलाई बाँसको बिटकान छ, कुनै बस्ने व्यवस्था कुनै खाने व्यवस्था हामीलाई गर्छ भने हामी त्यहाँबाट सर्न सक्छौँ। बाबुराम भट्टराईलाई पनि प्रधानमन्त्री हुँदाखेरि यो थापाथली भत्कायो, पहिला 81 डलर लाग्यो, कुनैको बिजोग भयो, कुनै मान्छेको खुट्टा पनि भाँचिएको छ, कुनै मान्छेको पेटमा गफो पनि परेको छ, बच्चा पाउने अहिले पनि श्रीमती थियो। बाबुराम भट्टराईले यही ठाउँमा त्यतिखेर म यही आइपुगेको थिएँ र जबरजस्ती डोजर चलाइदियो, कुनैको सम्पत्ति कुनैको पकाइ खाने भाँडा पनि चिक्न पाएन यो ठाउँमा बाबुराम भट्टराईले। र त्यति गरेर कायम गरिसकेपछि अनि हामीले छुड्केर माग्यौँ, त्यस्तै आमसभा गऱ्यौँ, पार्टी कार्यालय के अरे मण्डला गयौँ, मण्डला त्यति गरेपछि यो ठाउँ पनि भत्काइदियो अनि अन्त पनि सुरु गर्न लागेको थियो। हामी सबै ठाउँको भेला भएर रोकियो, बसियो। अब त्यहाँ गएर बस्ने पो अन्त जाने ठाउँ छैन, डोजर लाओस् जे गरेर मान्छे हान्योस्, बस्ने त त्यहीँ नै हो, जाने ठाउँ छैन। गाउँ तराईतिर हाम्रो कुनै जमिन जग्गा पनि छैन। जुन पुर्खाबाट हामीले चिनेर आइयो 64 सालमा बनाइदिने एउटा छाप्रो सहर, 9 जना 10 जना छ, बालबच्चा 6 जना पनि अब लिएर जाने कहाँ होला। जुन यहाँको डोरोले कानुनले त्यसो भन्छ भने हामी जाने कहाँ? कि त गोली हानेर भक्का कोठा मार्नु पर्यो, कि मारोस् कि होइन पनि केही छुड्केर व्यवस्थापन गरोस्। राज दुर्गा नेपाली हो म। यति व्यवस्थापन गर्दैन भने उसले बसेका ठाउँमा हामी जान सकिन्छ, उसको जस्तो सामान हामीले पनि लिन सकिन्छ, तयारी छ। नि पुरै पनि भएन। कुकुरले टोकिदिन्छ, कुकुरलाई गिच्याएपछि पक्का अवश्य कुकुरले घाउ बनाउँछ। पालिङ पनि बस्ने ठाउँ हामीलाई थाहा छ, पस्न सकिन्छ भित्र, गोली हानेर मार्छ। त्यसलाई अगाडि गलत गरेर देख्न समाउन सकिन्छ, कहाँ बस्छ भन्ने थाहा हुन्छ। मेयर हुँदादेखि नै उहाँले यो आवाज राखिरहेको हजुर यो सरकारले चाहिँ न हाम्रो कुरा सुनेको छ, न जनताको कुरा सुनेको छ, कसैको पनि कुरा सुनेको छैन। हामीले के का लागि चाहिँ यो सरकारलाई जिताएर पठायो कुरा सबै जनताले चाहिँ महसुस गरिरहेको। त्यसैले चाहिँ अब मलाई जहाँसम्म लाग्छ यो चाहिँ व्यवस्थापन बिना चाहिँ अहिले चाहिँ कुनै पनि हालतमा उठाउनु हुँदैन।
पहिला व्यवस्थापन गर्नु पर्यो, त्यस पछाडि चाहिँ उठाउने हो कि कुन ठाउँमा लगेर राख्ने हो, के गर्ने हो। अब हामीले के सुनेका छौँ भने लजमा लगेर राख्ने भनेर भनिन्छ। लजमा लगेर राख्नको लागि त तपाईँले हनिमुन मनाउन लागेर होइन नि त, होइन। लजमा के को लागि राख्नुलाई भन्नुहोस्। जनतालाई कति दिनसम्म चाहिँ लजमा लगेर राख्छ, कति दिनसम्म चाहिँ खुवाउँछन्। अघि मैले सरस्वती यहाँ हेर्दाखेरि चाहिँ तपाईँको चाहिँ अब कतिपय वृद्धहरू चाहिँ हिँड्न नसक्ने अवस्थामा हुनुहुन्छ, कोही बिरामी हुनुहुन्छ, कोही सानो सानो बच्चाहरू हुनुहुन्छ। मेरो आँखाबाट आँसु झरेको छ के। त्यो कारणले गर्दाखेरि उचित व्यवस्थापन बिना चाहिँ यो कुनै पनि हालतमा चाहिँ सम्भव छैन र सम्भव बनाउनु हुँदैन जस्तो मलाई लाग्छ। सम्भव हुनको लागि चाहिँ व्यवस्थापन गरियोस्। अब यहाँको नागरिक नभए देश रहन्न, त्यसैले जनता चाहिन्छ। देश बन्नको लागि, देश हुनको लागि त नागरिक चाहियो नि त, जनता चाहियो नि त। त्यसैले चाहिँ अब मलाई जहाँसम्म लाग्छ यहाँ उहाँहरूले चाहिँ यो उचित व्यवस्थापन बिना चाहिँ उठाउनु चाहिँ उचित हुँदैन। अब तपाईँहरूको पार्टीले चाहिँ कस्तो निर्णय गर्ला? अब जस्तै अब भनिराखेको छ तपाईँको पार्टी त सबैलाई भूमि नहुनेलाई भूमि दिनुपर्छ, अव्यवस्थालाई व्यवस्थित गर्नुपर्छ भनेर आवाज उठाइराखेको पार्टी श्रम संस्कृति पार्टीले चाहिँ अब के गर्छ? होइन, श्रम संस्कृति पार्टीले हिजोदेखि चाहिँ उठाउँदै आएको शब्द चाहिँ के हो भने भूमिहीनहरूलाई भूमि दिनुपर्छ, सुकुम्बासी बस्तीहरूलाई उचित व्यवस्थापन गर्नुपर्छ भनेर त हाम्रो अध्यक्षजीले आजको लागि होइन, हिजोदेखि उठाउँदै आउनुभएको आवाज हो नि त। त्यो कारणले गर्दाखेरि अब उचित व्यवस्थापन बिना यहाँ चाहिँ यो बस्ती हटाउनु चाहिँ सम्भव होला जस्तो मलाई लाग्छ। अब आइतबारसम्म उठाइसक्ने भनिराखेको छ, 2 दिन मात्रै बाँकी छ। भोलिदेखि त अब यहाँनिर डोजर चल्छ भनेर सरकारले भनिसकेको अवस्था छ होइन। डोजर चल्नको लागि यहाँ 72 लाख भन्दा बढी चाहिँ मलाई जहाँसम्म लाग्छ 72 लाख भन्दा बढी सुकुम्बासीहरू हुनुहुन्छ। उहाँहरू धेरै चाहिँदैन, 3 लाख मात्रै चाहिँ सडकमा उत्रिएछ भने पनि, सडकमा आन्दोलन गर्नको लागि आएछ भने पनि त यहाँ त ठुलो चाहिँ अर्को रूप लिन सक्छ नि त। त्यो कारणले गर्दाखेरि उहाँहरूले मलाई जहाँसम्म लाग्छ भन्न त पाइयो नि त, होइन, भन्न पाउनुहुन्छ। अब कमसेकम नागरिकले हाम्रो सरकार छ है भन्ने महसुस चाहिँ गर्न पाइयोस् भन्न चाहन्छु। हुन्छ, धन्यवाद। हजुर।